हाई हेलो नमस्ते। मेरो चाहिँ घाँटी दुखेछ एकदम बिरामी छु कि म चाहिँ होइन। म चाहिँ तपाईँहरूले के भन्न आएको भने तपाईँहरू एउटा युट्युबर बन्ने सपना भन्ने त होइन, जस्ट एउटा त्यो भनेको एउटा पार्ट टाइम युट्युबरले सपनै पुरा गर्छ, आफ्नो भौतिक सुविधाहरू पुरा गर्छ भन्ने त हुँदैन होइन। त्यही पनि एउटा मान्छेले युट्युबमा भिडियो हाल्यो भने सब्सक्राइबर बढ्छ, त्यहाँबाट पैसा आउँछ अरे। सब्सक्राइबर बढेपछि पुरा भएपछि वाच टाइम पुरा भएपछि एउटा हुन्छ नि त, आउँछ अरे बढोस् अरे। आज 2 जना बढ्यो भने भोलि 4 जना भइदियो हुन्थ्यो भन्ने जस्तो जसलाई हुन्छ हेर्नु। अनि म चाहिँ के भन्न मन लाग्यो भने मेरो भिडियो सब्सक्राइब गर्नु भन्नु खोजे होइन कि, अब मन परे गर्ने त हो नि होइन। किनभने हामीले अरूलाई जस्तो मलाई त एडिट गर्न आउँदैन, म त जस्तो तस्तै हाल्ने हो। त्यही पनि यसो खाना बनाएको घरमा नर्मल्ली खाना आफूले जस्तो बनाउँछु त्यस्तै हाल्छु। अनि बोलेर भिडियो बनायो भने चाहिँ अलिक हुन्छ अरे भन्छन् है। अनि बोल्न चाहिँ आउँदैन, यो चाहिँ फर्स्ट टाइम म बोलेँ है। बोल्न चाहिँ मलाई आउँदैन। अनि कति ठाउँमा म कतिवटा भिडियोहरू म यत्तिकै त सानो 20-25 सब्सक्राइबरहरू हुन्छ नि, त्यो पनि पुरै सब्सक्राइब गरेर छोडिदिएर हुन्छ कि। भिडियो हेर्छु, लाइक गर्छु, अनि उनीहरूलाई चाहिँ म सब्सक्राइब गरेर छोडिदिन्छु। अनि के अरे अनि मलाई चाहिँ लाग्छ आफूले सब्सक्राइब गरेपछि त भोलि त्यही सब्सक्राइब गरेको मान्छेको भिडियो त आउँछ नि त आफ्नोमा। यसो सर्ट भिडियोहरू हेऱ्यो भने त आउँछ, स्क्रोल गर्दा एउटा भयो भने त वाच टाइम बढेर हुन्छ, गइरहन्छ। सब्सक्राइबर गरेर त केही हुनेवाला त छैन नि त। मतलब सब्सक्राइब गरेर तपाईँलाई हानि नोक्सानी भनेदेखि मन नपऱ्यो भिडियो नहेर्ने, त्यस्तो केही होइन। अनि तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु, मेरो भिडियो मनपर्छ, मलाई सपोर्ट गर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला है। त्यति भन्न चाहन्छु। धन्यवाद, थ्याङ्क यू।